साँझ 6 बजेको समाचारमा यहाँहरूलाई स्वागत गर्दछु। खड्ग आलेमगरबाट समाचार सुन्नुहोस्। जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सीसीटीभी वा ड्यास स्क्याम जडान गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालय बाजुराद्वारा जारी गरिएको सूचना मार्फत वैशाख 5 गतेभित्र उक्त व्यवस्था लागू गर्न आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार नेपाल सरकार मन्त्री परिषदले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम तथा यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी निरौलाले सूचना मार्फत उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ। यससँगै प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडा दर्ता गर्न निर्देशन दिएको छ। साथै सवारी चालक र सहचालकले यात्रा अवधिभर तोकिएको पोसाक र परिचय पत्र लगाउनु पर्ने व्यवस्था समेत लागू गरिएको छ। यस्तै सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न समेत प्रशासनले निर्देशन दिएको छ। प्रशासनको यो कदमले यात्रुको सुरक्षा मजबुत बनाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। तपाईँ अहिले साँझ 6 बजेको समाचार सुन्दै हुनुहुन्छ। अहिलेलाई खबरहरू यति नै, बाँकी पुनः अर्को खबर लिएर हामी आउने नै छौँ। धन्यवाद।